धन्यवाद भाइ। आज यो शेर्पा समाजको यो कार्यक्रम आज लोसार यो 2148औं भएको उपलक्ष्यमा विशेष गरी हाम्रो अध्यक्षज्यूलाई चाहिँ अग्रिम बधाई भन्नुमा र शेर्पा समाज पूर्ण मकाउ भएको शेर्पा समाजलाई म लगायत मेरा सम्पूर्ण चेम्बर अफ कमर्स तर्फबाट यहाँहरूलाई धेरै बधाई छ र म यो कुरा भन्न चाहन्छु भनेदेखि यहाँहरूले चाहिँ यो विभिन्न जातहरूमा छरित भएका मगाउ बसेका विभिन्न जातमा छरेका हामीले एकठाउँ गरेर एउटा सन्देश भन्ने कुरामा हाम्रो भाइले चाहिँ स्वीकार अस्ति 2 महिना पहिला हाम्रो यही मिटिङ भएको थियो र अहिले मगाउ पहिलाको भन्दा भिन्दै गएको छ। त्यसमा हाम्रो शेर्पा समाजले भयङ्कर सहयोग गरेको भएर विशेष गरी आजको कार्यक्रममा अध्यक्षज्यू लगायत सम्पूर्ण शेर्पा राजनीतिज्यूलाई मेरो तर्फबाट धेरै थ्याङ्क यू धेरै भयो। वार्षिक 5औं वार्षिक कार्यक्रमको पनि शुभकामना दिन चाहन्छु र यस मञ्चमा आजको प्रमुख अतिथिहरू र मान्यजनहरूमा मेरो तर्फबाट धेरै धन्यवाद। यहाँहरू कार्यक्रम सफल होस् भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्छु। धन्यवाद। हाम्रो गुरुङ समाजका तर्फले आफ्नो मन्तव्य राखेर बुझाउनु भएको छ। यस पछाडि हाम्रो मकाउ तामाङ गेदुङका सचिव 2148औं छ्या मो लाङ्रो गाईवर्ग ग्यालबोसारको भावना अवसरमा शेर्पा समाज मकाउद्वारा आयोजित आजको यस ग्यालबोसार विशेष सहभोज तथा 5औं साधारण सभाका सभाध्यक्ष प्रमुख अतिथिज्यू अनुपस्थित हुनुहुन्छ। विशेष अतिथिज्यू विभिन्न सङ्घ संस्थाबाट आउनुभएका अध्यक्ष लगायत प्रतिनिधिज्यूहरू तथा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म वीरेन वाइबर मेरो आफ्नो व्यक्तिगत तर्फबाट र मकाउ तामाङ गेदुङको तर्फबाट यहाँ सम्पूर्णलाई ग्याल्पो लोसारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। विशेष गरेर मकाउमा स्थापित विभिन्न जातीय सङ्घ संस्था लगायत विभिन्न सामाजिक सङ्घ संस्थाहरूको आफ्नै महत्त्व र भूमिका रहेको छ। त्यसमा पनि म जातीय सङ्गठनहरूलाई यो अर्थमा पनि कृतज्ञता ज्ञापन गर्न चाहन्छु किनभने उहाँहरूले प्रवासमा रहेर पनि आफ्नो धर्म संस्कृति कला वेशभूषा भाषालाई यति मायाले यति जिम्मेवारीका साथ प्रवर्तन गर्नुभएको छ, संरक्षण गर्नुभएको छ र यति जागरका साथ उहाँहरूले निरन्तरता दिनुभएको छ। यो पक्कै पनि सराहनीय कार्य हो। हामीले एकदमै एप्रिसिएट गर्नुपर्छ उहाँहरूलाई। उहाँहरूले हेर्दाखेरि
जातीय रूपमा आफ्नो चाहिँ भाषा कला संस्कृतिलाई मौलिक संस्कृतिलाई जगेर्ना गरेको देखिए तापनि समग्रमा उहाँहरूले सिङ्गो नेपाललाई नै प्रतिनिधित्व गरेर एउटा हाम्रो देश नेपाललाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्तन गरेको यो तपाईँ पनि हो। किन भन्दा नेपाल भन्नु नै यस्तै ससाना विविधताहरूले कल्चरहरूले संस्कृतिहरूले भनेको एउटा सङ्गठित रूप हो र त्यो अर्थमा म विशेष गरेर शेर्पा समाज मकाउलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु किनकि उहाँले हरेक वर्ष यसरी नै ग्याल्पो लोसार मनाउनुहुन्छ र विशेष गरेर म व्यक्तिगत रूपमा आङ्ग्यालजेन दाजुको एउटा पर्सनल एउटा प्रशंसक पनि हो किनकि उहाँ जुन रूपमा जुन जोस र जाँगर र उत्तरदायित्वको साथ शेर्पा समाज मकाउलाई चाहिँ उहाँले हात भएको छ यो हामी जस्तो नयाँ पुस्ताले उहाँबाट सिक्नुपर्ने कुरा हो जस्तो मलाई लाग्छ। र अब आउने नयाँ कार्य समिति जुन छ र हुन त हाम्रो दाजुको कार्यकाल फेरि पनि दोहोरेको छ र त्यसमा पनि म उहाँलाई हृदयदेखि हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र यो नयाँ कार्य समितिले शेर्पा समाज मकाउको गरिमालाई गेसीलाई र उहाँको यो विरासतलाई अझ मजबुत ढङ्गले अझ सशक्त ढङ्गले अगाडि बढाउनेछ भन्ने हार्दिक बधाई अनि शुभकामनाको साथमा यो ग्याल्पो लोसारले सम्पूर्ण विश्वमा सुख शान्ति अनि समृद्धि छाओस्, हरेकको जीवनमा सुस्वास्थ्य अनि दीर्घायु छाओस् र पुरा विश्वमा नै प्राणी जगतमा एउटा भातृत्वको भावना विकास गरोस् र छिटै नै यो कोरोना विश्वबाट मानव जगतबाट विदा भएर सम्पूर्ण विश्वले नै फेरि पनि एउटा नर्मल जीवनयापन गर्न सक्षम होस् भन्ने शुभकामना व्यक्त गर्दै म आफ्नो छोटो शब्द यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। आज शेर्पा समाजको कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिहरूलाई शुभकामना ज्ञापन लोसारको। तपाईँहरूलाई थाहै थाहा छैन पालि सरकारले फेरि विभेद गरेको छ। ज्ञापन लोसार र तमाङ भेदुङको एकैचोटि पारेको छ। यो फेरि सरकारले गलत गरेको छ। 2 वर्ष अगाडि तमाङ भेदुङको सँगै 1 महिना अगाडि सरकारले विरोधिता गर्यो तर तमाङ भेदुङको चाहिँ 1 महिना पछाडि लोसार भएको थियो। यो पालि पनि शेर्पा समाजको त्यस्तै खालको छ। अर्को वर्ष त नेपाल सरकारले के गर्ला कि तमाङ समाज गुरुङ समाज अनि शेर्पा समाजको एकै दिन लोसार गर्ला जस्तो छ। यो त एक महिना फरक गर्नुपर्ने पुष 15 माघ अनि एक महिना फरकमा हो। यो पालि शेर्पा समाजले के कारणले गर्दा सरकारलाई नेपाल सरकारको भित्तो पात्रो बनाउन समिति निकाल्न नसक्नु भएन के सक्दैन त्यो कुरा थाहा भयो। अर्को वर्ष नेपाल सरकारले फेरि यस्तो गलत नगरोस् भने तपाईँहरू सचेत हुनुहोस् भन्दै र आज मकाउमा समाजको यति धेरै देख्दाखेरि खुसी लाग्यो। नेपालमा त शेर्पा समाज पूर्व प्रदेश नम्बर 1 र 3 मा बाहुल्यता छ। तर यो चाहिँ वार्षिक साधारण सभाका सभाध्यक्ष महोदय र विशिष्ट अतिथिज्यू र त्यस्तै गरेर भूतपूर्व गैर आवासीय नेपाली सङ्घ मकाउका अध्यक्षज्यू र आइसिसी सदस्य त्यस्तै गरेर आदरणीय अतिथिगण र यहाँ हर्षोल्लासका साथ यस वार्षिक साधारण सभा 5औं वार्षिक साधारण सभा तथा 2148औं ग्याल्पो लोसार मनाउनको लागि हर्षोल्लासका साथ उपस्थित हुनुका सम्पूर्ण भद्र महिला तथा स्वतन्त्रित यहाँहरूप्रति यस 2148औं ग्याल्पो लोसारको खुसी आनन्दमा यहाँहरू सबैलाई म चाहिँ यहाँहरूलाई स्वागत गर्दै र यहाँहरूप्रति चाहिँ यो वर्ष अत्यन्त सुखमय र आनन्दित होस् र कुनै किसिमको रोग व्याधहरू नहोस् र हामीलाई पनि सोचेको हामीहरू सबैले सोचेको कामनाहरू पुरा हुन् र यो ग्याल्पो लोसारले हामीमा अझ नयाँ जोस जाँगर र मकाउ सरकारले पनि हामी सबैलाई नेपालीहरूलाई
कदर गर्ने अवसर दिनुहोस् र हामीमा त्यस्तो किसिमको एउटा जोस जाँगर बढेर जाओस् र हामी मात्रै नभएर यो मकवानवासी मात्रै नभएर हामी संसारमा छरिएर रहेका जति पनि नेपाली दाजुभाइहरू छौँ नेपालीहरू छौँ हामी सबैमा चाहिँ सुख शान्ति छाओस् र नेपालमा रहनुभएका सबै हाम्रा देशवासी जनताहरूमा पनि सबैमा चाहिँ खुसीयाली छाओस् भन्दै मेरो छोटो मन्तव्यलाई र सर्वप्रथम अन्त्यमा म के भन्न चाहन्छु भने मेरो व्यक्तिगत तथा किराँत डाक्टर चुन्ने लोकलको तर्फबाट शेर्पा समाजमा जुन यो आज कमिटी हुनुहुन्छ समिति हुनुहुन्छ यहाँहरूलाई धेरै धेरै धन्यवाद र यहाँहरूलाई बधाई। त्यसको साथै यहाँहरूको यहाँ जुन पनि नयाँ अहिले पदाधिकारीहरू चाहिँ हुनुभएको छ र यहाँहरूको कार्यकाल अत्यन्तै सुखमय सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै मेरो दुई शब्द यही अन्त गर्न चाहन्छु। धन्यवाद। किनकि हाम्रो औपचारिक कार्यक्रमलाई विसर्जन गरिसकेपछि हाम्रो अरू नाच्ने गाउने खानापिउने कार्यक्रम त अहिले डल्लै छ। अब यो औपचारिक कार्यक्रम विसर्जन गरिदिनु साथै सभाका अध्यक्षज्यू श्री शेर्पाज्यूलाई म शब्द बोल्न अनुरोध चाहन्छु। धन्यवाद उत्कृष्ट मित्र पेन्डाई जाबुजी। हाम्रो यस शेर्पा समाज मकाको 5औं वार्षिक उत्सव साथै लोसार पर्व चाहिँ यसभन्दा अगाडि नै अघि यहाँ एकजना हिरा भाइले भन्नुभयो हाम्रो तिथि त्यतिखेरै परेको थियो। उहाँले भन्दा चाहिँ अगाडि नै तामाङ सोनाम लोसार ग्याल्दो लोसार साथ परेको थियो। तर हाम्रो भेटघाट कार्यक्रमको लोसारको विशेष कार्यक्रम चाहिँ विशेष त्यतिखेर हाम्रो यो मात्रको कारणले गर्दाखेरि अलिकति घटको भएको कारणले हामी अहिले यही तिथिमा चाहिँ मिति पुगिसकेका थियौँ। अगाडि हामी मिति पुगिसकेका थियौँ। बाटोमा केही गडबडी थियो त्यही पनि जे भए पनि हाम्रो यस जहिले भए तापनि हाम्रो यो लोसारलाई चाहिँ मानेर आइदिनु भएको छ। यहाँ उपस्थित विभिन्न अध्यक्षज्यूहरू र मेरा मित्र विभिन्न ठाउँबाट हामीलाई सम्झेर हाम्रा दिदीबहिनीहरू दाजुभाइहरू शेर्पा समाजलाई सम्झेर विविध व्यस्तताको बावजुद पनि यहाँनिर आएर हाम्रो कार्यक्रमलाई कति हर्षोल्लासका साथ आएर धैर्यका साथ यसरी बसेर चाहिँ दिनुभएको छ र यसको लागि उहाँहरूलाई म मेरो तर्फबाट र मकाउ शेर्पा समाजको तर्फबाट मुरी धन्यवाद दिन चाहन्छु। र यस सालको हाम्रो जुन 21औं 48औं लामो लोसारको उपलक्ष्यमा हामीले कति राम्रो गऱ्यौँ कति नराम्रो गऱ्यौँ हामी पनि सिक्दै जाने क्रममा छौँ। अब यहाँ हामीले गर्दै जाने क्रममा केही गल्ती कमी कमजोरी भएको हुनसक्छ। त्यसको लागि चाहिँ म हृदयदेखि नै यहाँ सबैलाई माफी माग्न चाहन्छु। यदि गल्ती कमी कमजोरी भएको बेलामा यहाँहरूले पक्कै पनि एकदम सुधार्ने मौका दिनुहुने नै छ भन्ने मैले आशा लिन्छु। र आज यहाँ आउनुभएका सम्पूर्ण मेरा आदरणीय गेस्टहरूलाई अति मुरी धन्यवाद दिन चाहन्छु। र अब यस पछाडि पनि हाम्रो कार्यक्रममा औपचारिक कार्यक्रम समापन हुँदैछ। अब सांस्कृतिक कार्यक्रम विविध नाचगान खाने रमाइलो गर्ने लामो समय अझै रमाइलो गर्नेछौँ। र त्यसको लागि साथ बसिदिनु भएको छ। यहाँनिर अब हाम्रो कार्यक्रम गर्दै जाँदाखेरि अलिकति लामो हुनको कति अतिथि लामो समय कुर्नु पनि पर्ने केही भयो। त्यस कारणले गर्दाखेरि यसको लागि क्षमा चाहिँ आजको यो औपचारिक कार्यक्रम चाहिँ यहाँनिर विसर्जन भएको घोषणा गर्दछु। सबैलाई प्रसिद्धले नमस्ते आइदिनु भएकोमा धन्यवाद। हाम्रो समापन विसर्जन भइसकेको छ औपचारिक। अब चाहिँ हाम्रो अघि अध्यक्षले भन्नुभएको छ हाम्रो चाहिँ खानपिन कार्यक्रम नाचगान कार्यक्रम बल्ल अब सुरु हुन्छ। मैले अघि पनि भने तपाईँहरूको आफ्नो आफ्नो धार्मिक सङ्गहरू कभर सङ्ग अथवा बिना ट्र्याकको सङ्ग छ भने यहाँ आउनुभएर गाउन सक्नुहुन्छ।
अब चाहिँ एकदम पुगेका छौँ किनकि हाम्रो औपचारिक कार्यक्रमलाई विसर्जन गरिसकेपछि हाम्रो अरू नाच्ने गाउने खानापिउने कार्यक्रम त अहिले डल्लै छ। अब यो औपचारिक कार्यक्रम विसर्जन गरिदिनु न खानपिन कार्यक्रम रमाइलो र आफ्नो प्रस्तुति हाम्रो के छ होइन एकछिनबाट चाहिँ एकदमै कार्यक्रम जारी रहन्छ। र संसेविका बहिनीहरू उहाँले चाहिँ ग्यास र खानाले सामान लिएर पनि आउनुहुन्छ। हाम्रो विशेष अतिथि आसन गरेर भएको छ। अब हाम्रो कार्यक्रम त धेरै झाँक्नै हुनेछ, रमाइलो कार्यक्रम झन् अब बढ्दै जानेछ। तर अहिलेको क्रममा चाहिँ हाम्रो कार्यक्रम के छ भने हाम्रो सेवा समाज मकाउ 5औं अधिवेशनमा चाहिँ भनौँ कमिटी बन्नुभएका हाम्रो मेम्बर्सहरूले चाहिँ खाना लाएर सम्मान गरेका हुन्छ र यसको लागि म समाजका सम्पूर्ण मेम्बरहरूलाई चाहिँ खाना लगाइदिनु र म हाम्रो चाहिँ भोटाल जनरल फेमस मोटरका अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु। तर म यहाँ गर्नुहोस् सर्वप्रथम नाम बोलाउँछु। अथवा तपाईँ ती बस्नुभयो म आफैले गरेको हो। हाम्रो क्षेत्रबाट एउटा तपाईँ Mati lasana sak mati kumba kulama autari kumba kulama dai ma auta dai na puri dai baya hitak dotara